हेलो सबैजनालाई नमस्ते र तपाईहरु सबैजनालाई मेरो भिडियोमा स्वागत गर्न चाहन्छु। जतिजनाले पनि मेरो भिडियो हेरेर बसिरहनु भएको छ अनि मेरो भिडियो हेरेर बस्नु हुने सबैजनालाई मेरो भिडियोमा कुनै कुराहरु गलत पाउनु भयो भने त्यसको लागि म तपाईहरु प्रति माफी पनि चाहन्छु। अनि आज चाहिँ बिहानै 5:30 मै उठेर चुला पनि लिप्दै भिडियो बनाउन सुरु गरिरहेको छु है। अनि अरु बेला पनि जब नै म सोशल काम गर्नु हिँड्छु नि त्यति बेला पनि कोही बेला म 4:30 मा उठ्छु, कोही बेला यसरी नै 5 बजे उठेर घरको सबै काम निपटाएर सोशल पनि गर्न हिँड्छु। त्यही कारणले गर्दाखेरि कोही बेला चाहिँ एकदमै थकित भएर यो चुलाहरु पनि लिप्नै भ्याउँदिन। हुन त हाम्रो आमा बाबा अथवा हाम्रो बाजे बोजूहरुले पहिला चुला सबै सनाकसिनिक बनाएर सुत्नु है भन्नुहुन्थ्यो नि है। अनि हिजो चाहिँ मैले खाना बनाएर चुला लिप्नु भ्याइन किनभने मेरोमा चाहिँ हिजो भाइहरु आएको थियो। अनि उनीहरुको खाना खाने टाइमिङ र हाम्रो खाना खाने टाइम मिलेन। त्यही कारणले गर्दा उनीहरुलाई चाहिँ मैले पकाएर यसरी चुलामै राखेर सुते। अनि केटा मान्छेले चुला लिप्ने कुरा आएन है। त्यही कारणले गर्दा 5:30 मै उठेर चाहिँ हतारसँगले चुला लिपलाप बनाएर चाहिँ हिजो मलाई वाचिपा नानाले पठाइदिनु भएको इस्कुसको मुन्टा हो यो। अनि अलिक छिपिएको रहेछ, अलिकति मात्रै निस्क्यो। त्यसपछि सबैसँग मिल्ने यो आलुलाई मिलाएर चाहिँ आज सब्जी बनाइदिनु पर्यो किनभने 7 बजी चाहिँ नानीहरुको गाडी आउँछ नि त। अन्त हतार खाना बनाउन सुरु गरे है। त्यसपछि हाम्रो यो सानो नानी चाहिँ स्कुल जानु भनेपछि एकदमै खुसी हुन्छ। अनि आइ पनि सकेछ, रेडी भइसकेछ है उ चाहिँ। त्यसपछि हतारसँगले एकपट्टि मैले भात बसाइदिए, एकपट्टि आधी कल्चो आलु पाकिसकेपछि यहाँनिर मैले मुन्टा पनि लगाएर चाहिँ मजाले पकाउन थाले। आज चाहिँ सानो नानीको हाफ होलिडे भएको कारणले दाल नपकाउनु भनेको थियो। त्यसपछि हाम्रो यो ठुलो छोरी निसा पनि आइपुग्यो। अनि उले चाहिँ बिहान टक्कै मैले खाना बनाउन सुरु गरेपछि चिया बनाएर दिन्छ नि त मिठो। अन्त मलाई चिया बनाएर पनि दियो है, आन्टी पिउनुस् तपाई भनेर। त्यसपछि चिया पिउँदै मजाले मेरो सब्जी पनि पाकिहाल्यो। त्यसपछि यहाँ अलिकति चिप्स फ्राई गरिदिनु पर्यो। म चाहिँ नानीहरुलाई यो फास्ट फुडहरु चाहिँ दिदिन। मेरो नानी होस् अथवा अन्य अरु कसैको नानी होस्, मिठो भए पनि नभए पनि म चाहिँ भात सब्जी दाल यसरी अन्डा सन्डा केहरु नै बनाएर खिलाउँछु। त्यसपछि टिफिन पनि त्यही लगाइदिन्छु है। स्कुलबाट आएपछि पनि उनीहरुले केहरु खान्छ। अनि खाना पाकिसकेपछि मैले निसालाई पनि दिए। त्यसपछि सानो नानीलाई मैले टिफिन पनि लगाइदिए है। हाफ होलिडे नै भए पनि उसले टिफिन चाहिँ लाने अरे। त्यसपछि यहाँनिर सबैजनालाई दिइसकेपछि सानो नानीको गाडी आयो अनि ऊ पनि स्कुल गयो। अनि निसाले चाहिँ भाँडा सबै धोएर जाने अरे। आन्टी तपाई कति काम गर्नुहुन्छ, कति थाक्नुहुन्छ होला भनेर पनि भन्दै थियो है। त्यसपछि अब मैले चाहिँ उसको कपाल पनि कोर्दिनु पर्ने हुन्छ। घरको छोराछोरीको मात्रै होइन के, म चाहिँ यो पिजीमा बस्ने नानीहरुको पनि आमै जस्तो हो। पुरा जिस्किन्छ, दिल्लगी पनि गर्छ। यिनीहरु गएपछि त साच्चै भनेको म त रुई पनि पठाउँछु होला जस्तो लाग्छ। साह्रो माया गर्छ क्या यिनीहरुले पनि मलाई। म कराउँछु पनि, तर म पनि माया पनि गर्छु है, याद पनि गर्छु। बिमारी हुँदा होस् अथवा अरु बेला होस् है, यिनीहरुले पनि मलाई टाइम दिन्छ, म पनि यिनीहरुलाई टाइम दिन्छु। त्यसरी बिताउँछु है म चाहिँ दिनहरु। अझै छ, मैले 7 बजेर अब 1 मिनेटमा चाहिँ सबै यो 2 जना नानीहरुको चाहिँ कम्प्लिट गरी यिनीहरुलाई स्कुल पठाइसके। त्यसपछि अब मेरो बुढो उठेर उहाँलाई पनि रोटी बनाएर टिफिन पनि हाल्दिनु पर्ने हुन्छ। त्यसपछि फेरि अझै 2-3 जना मेरो कलेजको स्टुडेन्टहरु उठेकै छैन। अनि अझै उनीहरुको लागि पनि बनाउनु पर्ने हुन्छ। र आजको मेरो भिडियो के कसो लाग्यो, यसरी नै चलिरहेको छ मेरो जिन्दगी। सायद तपाईहरुको पनि यसरी नै चलिरहेको होला है। चलाउनु पनि पर्छ, सुख दुःख चौतारी हो जीवन बिसाउने भने जस्तै गरेर घसार्दै हिँड्नुपर्छ, हाँस्दै रमाउँदै है। र आजको मेरो भिडियोमा केही कुराहरु गलत पाउनु भयो भने माफी चाहन्छु र म पनि मेरो भिडियोबाट बिदा लिन चाहन्छु। सबैजनालाई मेरो भिडियो हेरिदिनु भएकोमा हृदयबाट धन्यवाद पनि दिन चाहन्छु। थ्यांक यू फर वाचिङ।